एक दिन चाउमिन पनि खाइयो अर्को दिन के खाइयो मोमो पनि खाइयो मोमो पनि खाइयो चिकन मोमो 2 प्लेट ल्याएर घरै ल्याएर खाइयो हैन त्यहाँबाट चटपटे त डेली डेली चटपटे खाइयो अब ढाटेर के भन्नु हैन चटपटे त डेली खाइयो अनि चैतेको दशैंको दिन राति उसको बोकाको मासु खाइयो अर्को दिनका फेरि ब्रोइलरको मासु अर्कन बिहान ब्रोइलरको मासु अर्कन बेलुकी पनि ब्रोइलरको मासु पनि खाइयो एक दिन फेरि घरै ल्याएर भाउजूले हामीले मिलेर चाउमिन खाइयो हैन अर्को दिन चाहिँ हामीले भाउजूले मिलेर फेरि चाउमिन पनि खाइयो चटपटे त अब डेली खाइयो के चटपटे त अब लगभग डेली चाहिँ खाइयो अब 8 दिन भयो हैन डेली खाइयो चटपटे त अब डेली हैन नि एक दिन चाहिँ चाउमिन खाइयो अनि एक दिन मोमो खाइयो 2 दिन भयो 8 दिन 6 चोटी त चटपटे त खाइयो किसिम चटपटे खाइयो अब त्यही हो अब